हेलो साथीहरू, आज पनि हजुरलाई नेपाल अर्निङ टिपको एउटा नयाँ भिडियोमा स्वागत छ। होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो लास्टसम्म हेरेर चाहिँ सपोर्ट गरिदिनु होला। हाम्रो 1K सब्स्क्राइबर पनि पुगी कम्प्लिट भइसकेको छ। थ्याङ्क यू हजुरहरूले यत्रो सपोर्ट गरिदिनु भएकोमा। होप अझै सपोर्ट गर्नुहुन्छ भन्ने आशा राख्दछु र ढिला नगरी आजको भिडियोतर्फ बढ्छु है त। आजको नयाँ एपको नाम रहेको छ नेपाल अर्निङ टिप है त। आजको नयाँ एपको नाम रहेको छ नमस्ते पे। तपाईँहरूले त्यो एप सिधै प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ। त्यो एपलाई प्ले स्टोरबाट डाउनलोड गरिसकेपछि चाहिँ तपाईँहरूले पहिला एउटा आइडी बनाउनु पर्ने हुन्छ है त। तपाईँहरूले त्यहाँ पहिला आइडी बनाउनु पर्ने हुन्छ र आइडी बनाइसकेपछि चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि मेरो रिफर कोड युज गर्नुपर्ने हुन्छ है त। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो रिफर कोड स्क्रिनमा देखिरहेको होला, न त डिस्क्रिप्सन बक्समा नि छ र स्क्रिनमा पनि छ मेरो रिफर कोड। र तपाईँहरूले मेरो रिफर कोड युज गरेर आइडी बनाइसकेपछि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी RS23 पाउनुहुनेछ है त। तपाईँहरूले RS23 पाइसकेपछि चाहिँ तपाईँहरूले अब देख्न सक्नुहुन्छ मार्केट प्लेस भन्ने अप्सन छ। यहाँबाट चाहिँ अब विभिन्न अनलाइन पेमेन्ट मात्रै नभएर अरू पनि कामहरू गर्न सक्नुहुन्छ र तपाईँहरूले यहाँ मोबाइल टपअप पनि गर्न सक्नुहुन्छ र देख्न सक्नुहुन्छ। अब ढिलो नगरी यो कसरी के गर्ने भनेर सबै कुरा हजुरलाई भनिदिन्छु। यहाँ तपाईँहरूले माथि 3 लाइन देख्न सक्नुहुन्छ है त। आइडी भने मेरो रिफर कोड युज हाल्नु भने चाहिँ हजुरले 23 रुपिस फ्रीमा पाउनुहुन्छ र युज हाल्नु भएन भने चाहिँ पाउनुहुन्न होइन। त्यही हो। त्यहाँ तपाईँहरूले यहाँ 3 डट भन्ने अप्सन देख्न सक्नुहुन्छ र यहाँ 3 डटमा गएर तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ रिफर एन्ड अर्न भन्ने। यहाँ थिचेर चाहिँ तपाईँहरूले यो कोड आफ्नो साथीलाई पठाउनु पर्ने हुन्छ र तपाईँहरूले यो कोड साथीलाई पठाएपछि त्यो साथीहरूले आइडी रेजिस्टर गर्ने बेला चाहिँ यो कोड हालेर रेजिस्टर गर्छ भने चाहिँ तपाईँहरूले 20 रुपिस पाउनुहुन्छ र तपाईँको साथीले नि 25 रुपिस पाउनेछ है त। अब देख्न सक्नुहुन्छ मेन कुरा है त साथीहरू, तपाईँहरूले यो एपलाई चाहिँ पहिला भेरिफाई गर्नुपर्ने हुन्छ है त। तपाईँहरूले विड्र लिनको लागि भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गर्दा केही प्रब्लम आयो भने चाहिँ तपाईँहरूले मलाई अब फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ, वाट्सएपहरूमा पनि मेसेज गर्न सक्नुहुन्छ साथीहरू। र यहाँबाट तपाईँहरूले सिधै देख्न सक्नुहुन्छ माई क्युआर भन्ने अप्सन छ। यहाँ तपाईँहरूको क्युआर कोडहरू पनि अभाइलेबल हुन्छ र यहाँ तपाईँहरूले इसेवाको जस्तै इमेल आइडी पनि एड हान्न मिल्छ है त। र तपाईँले इसेवाको जस्तै इमेल आइडीहरू पनि यहाँ सिधै एड हालिदिन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। मेरो एड भइसकेको छ, कोड सोड पनि केही चाहिँदैन है। यहाँ KYC भेरिफाई छ मेरो चाहिँ है। हजुरहरूले पनि भेरिफाई गर्नु होला। मैले सिटिजनसिपबाट गरेको थिएँ, हजुरहरूले अरू डकुमेन्टहरू छ भने पनि गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यसको फाइदाहरू विभिन्न छ है। अब नमस्ते पे अब यसले चाहिँ धेरै इभेन्टहरू ल्याइरहेको हुन्छ। अब त्यही हो, धेरै फाइदा दिन खोजिरहेको छ र तपाईँहरूले आफ्नो आइडी भेरिफाई गर्नु होला र यसबाट अर्निङ गर्न सक्नुहुन्छ। होप हजुरलाई आजको भिडियो राम्रो लाग्यो होला। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्थ्यो भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला। लास्टसम्म भिडियो